आदरणीय साथीहरू नमस्कार। कुलमान घिसिङलाई दबाब दिने राम्रो काम गर्ने मान्छेलाई नराम्रो भन्ने दबाब दिने, कुलमान घिसिङ जस्तो राम्रो मान्छेलाई नराम्रो भन्ने दबाब दिनेलाई म अलिकति चित्त दुखेर मैले भनेको। अबको चुनावमा हेर साथीहरू, सम्पूर्ण नेपाली हामीले चाहिँ के गर्नुपर्छ भने यस्ता कुलमान घिसिङ जस्ता राम्रा काम गर्ने मान्छेलाई नराम्रो भन्ने मान्छेलाई चाहिँ बिल्कुल भोट सोट केही पनि हाल्नु हुँदैन। कुनै पनि पार्टीको मान्छेले राम्रो काम गर्ने मान्छेलाई दबाब दिन्छ भने त्यस्ता मान्छेलाई कहिले पनि भोट हाल्नु हुँदैन। हेर्नुहोस्, कुलमान घिसिङ कार्यकारी निर्देशक हुनुभन्दा अगाडि कति लोड सेडिङ 18 घण्टासम्म हामीले लोड सेडिङ भएको हो। हेर्नुहोस्, अब कुलमान घिसिङ आयो बिचरा, उसले त्यो लोड सेडिङ हटाएर अहिले देशैभरि सबैलाई लोड सेडिङ विहीन बनाइसकेको छ। अब अहिले यो दीपक खड्काले के भन्छ भने भारतले हटाइदिएको अरे लोड सेडिङ। भारतले चाहिँ बिचरा नेपालमा लोड सेडिङ भएछ, म यहाँ लोड सेडिङ हटाइदिन्छु भनेर भारत आफै आएर हटाइदिएको हो कि कुलमान घिसिङले गएर उहाँ सम्झौता गरेर चाहिँ बिजुली किनेर चाहिँ अनि सम्झौता गरेर अनि त्यो बिजुली ल्याएर चाहिँ यहाँ नेपालमा लोड सेडिङ हटेको हो। त्यो सम्झौता कसले गर्यो? सम्झौता गर्ने त कुलमान घिसिङ हो नि त। अनि त्यही कारणले चाहिँ अनि अहिले भारतलाई नमस्कार गरेर चाहिँ भारतले नै गरेको भनेर चाहिँ अनि कुलमान घिसिङको राम्रो कामलाई चाहिँ भारतको नाम लिएको, यो गलत भयो। यस्ताहरूलाई चाहिँ कहिले पनि छुट दिनु हुँदैन। यस्तालाई चाहिँ चुनावमा कहिले पनि छुट दिनु हुँदैन, किनभने कुलमान घिसिङले 37 अर्ब घाटामा गएको बिजुली, हाम्रो जुन बिजुलीको जुन संस्था छ 37 अर्बमा घाटा गएको, अहिले कुलमान घिसिङले गर्दा 47 अर्बमा नाफा पुर्याइरहेको छ भने अब त्यो कसरी नराम्रो भने? तीमाथि पनि पब्लिकहरूलाई, हामी जनतालाई लोड सेडिङबाट मुक्ति गराइरहेको छ। कति आनन्द छ। देशको एउटा विकास भनेको बाटो, बिजुली, शिक्षा, स्वास्थ्य हो नि। अब सबै त सक्यो, अब एउटा बिजुलीलाई पनि राम्रो मान्छेबाट चाहिँ हटाएर चाहिँ फेरि लोड सेडिङ भोगाउनलाई फेरि साँझमा लोड सेडिङ हुन्छ भनेर भनिरहेको छ। अब यस्ता कुकृति गर्नेहरूलाई चाहिँ जनताले नै अब विचार गर्नु पर्यो। मैले राजनीति गर्न खोजेको होइन, मलाई राजनीति चाहिँदैन, साधारण तरिकाले हामीले गरिखान पाउनु पर्यो। तर यस्तो गर्न त भएन नि। राम्रो काम गर्ने मान्छेले राम्रो काम गर्नु पर्यो नि, गर्यो भन्नु पर्यो नि, राम्रो काम गरेको हो भन्नु पर्यो नि। उनीहरूले इन्भेटर कम्पनीबाट कमिसन खान नपाएपछि, सोलर कम्पनीबाट कमिसन खान नपाएपछि, चारलाई ट्रस्टबाट कम्पनीबाट कमिसन खान नपाएपछि अहिले आएर लोड सेडिङ गर्न खोजेको होइन। यस्ता खालको कुराहरू हामी सबै साधारण जनतालाई थाहा छ, भुलाउनु पर्दैन। राम्रोसँगले गरिरहेको सबै नेपाल अधिराज्यभरि लोड सेडिङ मुक्ति गरिरहेको कुलमान घिसिङलाई आज नराम्रो भन्न पाइन्छ? यस्ताहरूलाई चाहिँ अबको चुनावहरूमा कुनै पनि तरिकाले यस्ता राम्रो काम गर्नेलाई चाहिँ दबाब दिने कुनै पनि पार्टीका नेताहरूलाई कहिले पनि भोट हाल्न हुँदैन। हामीले जोसुकै होस् राम्रो मान्छे चुन्नु पर्यो। कुलमान घिसिङ जस्तो एकदम राम्रो मान्छे चुन्नुपर्छ हामीले। कुलमान घिसिङले अहिलेसम्म कति राम्रो काम गरिरहेको छ। उनीहरूले भने नि, कतिले भने रेल ल्याइदिन्छु, घर घरमा ग्यास ल्याइदिन्छु, घर घरमा इन्डक्सन चुलो दिन्छु भने अहिले त्यो सबै कुरा केही पनि गर्न सकेनन्। तर एउटा लोड सेडिङ त मुक्ति गराएन त कुलमान घिसिङले। उसको कारणले उसले जहाँबाट ल्याएर पनि सम्झौता गरेर ल्याएर पनि त देशमा त लोड सेडिङ मुक्ति गरायो नि। तर अहिले त्यो कुलमान घिसिङले किन त्यस्तो नराम्रो भने? त्यसकारणले यस्तो नराम्रो गर्ने व्यक्तिलाई कसैले सपोर्ट गर्ने होइन, कुलमान घिसिङ जस्तो राम्रो गर्ने व्यक्तिलाई मात्रै सबैले सपोर्ट गरौँ है। जय नेपाल।